मतदाता नामावलीमा रहेको त्रुटि संशोधन गर्न कुनै पनि वेब ब्राउजरमा apply.vr.election.gov.in खोल्नुहोस् र त्यसपछि नामावली अध्यावधिकमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईको मोबाइल नम्बर राख्नुहोस् र ओटिपी को लागि अनुरोध गर्नुहोस्। मोबाइलमा प्राप्त भएको ओटिपी राख्नुहोस्। यसरी ओटिपी राखिसकेपछि सिस्टम स्वतः लगइन हुन्छ। अब त्रुटि संशोधनको लागि नयाँ अनुरोध भन्ने बटनमा क्लिक गर्नुहोस्। मतदाताको मतदाता नम्बर राख्नुहोस्। त्यसपछि नागरिकता नम्बर वा जन्ममिति मध्ये कुनै एक विवरण राखी खोज्नुहोस् भन्ने बटनमा क्लिक गर्नुहोस्। अब विवरण संशोधनको अनुसूचीहरूमध्ये अनुसूची 2 अर्थात् मतदाता नामावलीमा त्रुटि सच्याउनु पर्ने अप्सन छान्नुहोस् र खोज्नुहोस् भन्ने बटनमा क्लिक गर्नुहोस्। अब हाल कायम अर्थात् त्रुटि भएको विवरण एकातिर देखिन्छ भने हुनुपर्ने विवरण अर्थात् तपाईले सच्याउन खोजेको विवरण अर्कोतिर देखिन्छ। तपाईले सच्याउन खोजेको विवरण एडिट बटनमा क्लिक गरेर सच्याउन सकिन्छ। यसरी सच्याएको विवरणलाई चाहिने आवश्यक प्रमाण कागजात समेत अपलोड गर्नुपर्ने हुन्छ। आवश्यक कागजातहरू अपलोड गर्दा पति वा पत्नीको नाम सच्याएको छ भने विवाह दर्ता वा पतिको नागरिकता अनिवार्य रूपमा अपलोड गर्नुपर्ने हुन्छ र केही कैफियत भए जनाउन सकिन्छ। विवरण सच्याएर कागजात समेत अपलोड गरिसकेपछि सुरक्षित गर्नुहोस् भन्ने बटनमा क्लिक गर्नुहोस्। अब दर्ता सफल भयो भनेर मेसेज आउँछ। यसको अर्थ निर्वाचन कार्यालयमा तपाईले अनुरोध गरेको अनुसूची दर्ता भयो। अब निर्वाचन कार्यालयले कारबाही गरिसकेपछि एप्रुभ भनेर मेसेज आउँछ। यदि आवश्यक कागजात पुगेको छैन भने कागजात नपुगेको भनेर रिजेक्ट भनेर मेसेज आउँछ। अब तपाईले दर्ता गरेको अनुसूची यही ड्यासबोर्डबाट हेर्न सकिन्छ र हाल पेन्डिङको स्थितिमा रहेको छ। पछि निर्वाचन कार्यालयले एप्रुभ गरिसकेपछि यहाँ एप्रुभ भनेर देखाउँछ भन्ने, रद्द गरेको छ भन्ने क्यान्सिल भनेर देखाउँछ। अब यसरी अनुरोधको कार्य सम्पन्न भइसकेपछि यो पोर्टल बन्द गर्नको लागि लगआउट गरेर बाहिर जानुपर्दछ। निर्वाचन आयोग नेपाल।